त्यही त झर्कर फर्कर गरेर कहाँ मान्ने होला के गर्नु भाइ त्यही त आफ्नो पाइ कर्म होला मान्छेले अलिक बिगारेको पनि रहेछ मलाई आफ्नो आफ्नो किस्मत हो होइन दाजु बिगार्नु भन्दा नि उयो भएको तिमीलाई सुगर नै छिप्पिएको के हामीले रातेमा गएर तिमीलाई लिएर आउँदै सुगर कस्तो चाहिँ थियो नि त आमा 600 पुगेको थियो नि त 620 अन्त सुगरले लगेको नि अहिलेको समयमा बिगार्ने त दुःखहरू केही पनि लाग्दैन पनि दाजु लाग्दैन आफ्नो पाइ कर्म होला जस्तो लाग्छ अब बडेमाहरू बडो बाउहरू सबै लग्यो बाउ पनि लग्यो बाजे बोजू पनि लग्यो मलाई चाहिँ किन राखेको लैजा मलाई पनि भनेको बाउकै साथी जान्छु म बिमार पनि जाने एउटै एउटै जस्तो छ बाउको र मेरो किन बाउले पनि खाना खायो अरे स्विट छिरिहाल्थ्यो नि हो अन्त मेरो पनि त्यस्तै छ नि त खाना खाए स्विटै पेटमा अडिँदैन त्यस कारणले गर्दाखेरि बाउहरूलाई उठाइस् त मलाई किन उठाउँदैन के देखिस् मलाई कि जातिगत भएर के पार गरिहाल भन्दै रिसाउँछु क्या यसो बल बिन्ती माग्नुपर्छ आफैले बसेर काबु भएको भगवान् जति पुकारेर सकेको कति पुकार्नु उठ बस भगवान् भने त रिस मात्रै उठ्छ अहिले त म कहिलेदेखि त भगवान् पुकारेको सानैदेखि नै फोटो ल्यायो चिन्के धुप जलायो बल शक्ति मान्थे ठुलो घरमा बिहाइ नगरिकन पहिले नैदेखि त्यो गर्ने मान्छे म भगवान्को विश्वास गर्ने मान्छे आज मलाई कुजे बनाएर आज मलाई अन्धा बनाएर छोडिदियो आज मलाई बिहाल बनाइदियो भने के गर्नु मलाई चाहिँदै त्यही त के गर्नु भाइ नाइ नै भन्दा भन्दा पनि चाड पनि गइगयो अब नयाँ साल लाग्नु आँट्यो गयो चाड आज अन्तिम आज नै अन्तिम जाओस् पनि भातमा चाहिँ अलिक जोर गर्नुपर्छ नि हुँदैन भाइ रुच्यो भन्दा हो नि भाउजूले किसिम ल्याएर खुवाउँछ मलाई यतातिर बाट दही ल्याउँछ दही पनि ल्याएर योसँग रुच्छ होला अलिक खाऊ भन्छ हो पखालीसँग त अलिकति रुच्छ तर हिमकुमारकोमा चाहिँ राम्रै हुन्छ कति 60 रुपियाँ त हो